हिजोको बजेट भाषणका प्रमुख दुई चारवटा कुराहरू मैले टिप्पणी गरेर हजुरलाई सुनाउन ल्याएको छु। तर त्यो भन्नुभन्दा अगाडि के भन्न चाहन्छु भने बालेन 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 भनेर मर्नै आँटेका हर्क सान्ताङ हिजो बजेट भाषणमा कार्यक्रममा बालेन उपस्थित हुँदा ऊ चाहिँ सुटुक्क बजेट भाषणै नसुनिकन टाप कसेका छन्। अब किन हो के हो त्यसको चर्चा भोलि पर्सितिर गरौँला। अर्को कुरा भनेको अब हामी बजेटतिर जाउँ। बजेटमा भनेको कृषिलाई, शिक्षालाई, ऊर्जा क्षेत्रलाई र सहरी विकास भौतिक पूर्वाधार क्षेत्रलाई चाहिँ एकदमै धेरै बजेट छुट्याइएको देखिएको छ, जसले गर्दा चाहिँ देश व्यावहारिक रूपले मात्रै नभएर चाहिँ नि बाहिरी हेराइको दृष्टिकोणले पनि विकास भएको चाँडै देखिने स्थिति आउनेछ जस्तो लाग्छ मलाई। एक नम्बर त्यो। दोस्रो नम्बर भनेको अब कुन कुन कुरामा चाहिँ अलिकति मैले नोट डाउन गरेको छु। एक नम्बर भनेको महिलाको सुरक्षाका लागि चाहिँ विशेष आधुनिक ब्लू बस जुन चाहिँ रवि लामिछानेले चितवनबाट सुरु गरेका थिए त्यसलाई चाहिँ नेपालभरि नै प्रयोगमा ल्याउने भन्ने कुरो छ। सीसीटीभी जडान सहितको आधुनिक ब्लू बस चाहिँ सञ्चालनमा ल्याउने कुरो छ। अर्को नम्बर भनेको कर्मचारीको तलबमा न्यूनतम 40,000 देखि अधिकतम 1 लाखसम्म कर्मचारीहरूको तलब हुनेवाला छ। अब उनीहरूको सेलरी चाहिँ तपाईँको तलब चाहिँ 10% देखि लिएर 21% बढ्नेछ। त्यो भनेको के हो भन्नुहुन्छ भने 10% न्यूनतम 10% सबै कर्मचारीको बढो र बाँकी रहेको 11% जुन छ त्यो चाहिँ तपाईँको कर्मचारीको कार्यदक्षताको आधारमा चाहिँ कुनै कर्मचारी धेरै काम गर्छ, कुनै कर्मचारी अल्छे छ कामै गर्दैन भने दुईजनालाई एउटै सेलरी दिनु त त्यो प्रति उत्पादक हुन्छ, उत्पादित हुँदैन। त्यो भएको कारणले गर्दाखेरि यो नीतिले चाहिँ के गराउँछ भन्दाखेरि सबै कर्मचारीलाई काम गर्न उत्साहित बनाउँछ जस्तो लाग्छ। रक्सी, चुरोट, सुर्ती जन्य बिँडी सुर्ती जन्य चिजहरूमा चाहिँ कर बढाएको छ। यो एकदमै राम्रो कुरा हो। यसमा बढाउनु पनि पर्छ, किनभने जति कम्ती प्रयोग त्यति नै देशका जनताको स्वास्थ्य राम्रो हुने आकलन गरिएको छ। अर्को कुरो भनेको एकदमै मन परेको कुरो भनेको अबको इभीको युगमा अहिले पनि इभी गाडीहरू एकदमै मान्छेहरूले इलेक्ट्रिक गाडीहरू चढ्न त चढिरहेछन्, किन्न त किनिरहेछन्, तर ठाउँ ठाउँमा चार्जर स्टेसन नभएर लामो दूरी यात्रा गर्न डराउने अनि इभी गाडीमा चाहिँ लगानी गर्न डराउने स्थिति थियो। अब त्यो स्थितिको अन्त्य भएको छ र हरेक पेट्रोल पम्पमा एउटा इभी स्टेसन अनिवार्य रूपमा जडान गर्ने भन्ने कुरो छ। यसले पनि इभी गाडी चढ्नेहरूप्रतिको चाहिँ इच्छा चाहिँ अरू बढाउँछ, रिस्क कम गरेर इच्छा बढाइदिन्छ। अर्को कुरा भनेको प्रमुख 8 शहरमा चाहिँ 3 वर्षमा 10वटा फुटबल तपाईँको स्टेडियम बनाउने लक्ष्य राखेको छ 3 वर्षभित्रमा। यो पनि एकदमै राम्रो कुरा हो। यस्तै धेरै कुराहरू छ, तपाईँहरूलाई अब पछि अर्को भिडियोमा जानकारी दिउँला हैन। तपाईँहरूलाई यो चिजहरू कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला।